त्यसको गीत नसुन्ने, नसुने त तिम्रै कानमा कानेबुझी परेर बस्छ। के हुन्छ? मिठो गीत छ सुन्दैन भने उसैलाई नोक्सान पर्छ। के हुन्छ? तर उनीहरूमा यति असहिष्णुता छ कि एउटा गायकको गीत सुन्दैन। उनीहरूलाई गुड लुकिङ भन्न पनि नपाइने, अनि के चाहिँ भनिदिनु त? अभिनयको क्षेत्रमा आयो भने, कला क्षेत्रमा आयो भने पनि राम्रो गर्न सक्छ भन्न पनि नपाइने, अनि के चाहिँ भन्नु पर्यो? हाम्रो व्यवस्था छैन भन्न पनि नपाइने, जेसुकै भए पनि ऊ हुनैपर्छ भनिदिनु पर्ने। कति असहिष्णुता होला।